Hey guys, welcome back with the channel with your boy Nikhil. In this channel you will get to see little bit of tech video, little bit of vlogging videos, little bit of cameras and equipments videos, and yes, tech review video. This is a tech review video and this video is not sponsored. DJI sponsor ramro. So today I'm going to talk about this DJI Mic Mini. So म चाहिँ like यो मेरो जर्नीमा भिडियोग्राफी जर्नीमा it's been like 5 to 6 years भइसक्यो नि त, but मलाई I always get mess क्या what microphone to buy भनेर. तर अब जमाना यति बिघ्न अब हुन्छ नि एडभान्स भइसक्यो, so obviously advanced. So in this video guys, you are not able to see my mic होला because here एउटा सानो बटन जस्तो छ नि. Yeah, this is my mic. Hello check, hello. Yes, so simple. It's a wireless microphone, हैन. अनि like मेरो यस भिडियोग्राफी जर्नीमा चाहिँ I come with lots of mic, हैन. I have used this kind of shotgun mic, हैन, यो बोयाको. This was my first mic मैले purchase गरेको. यो बोयाको mic, it was very nice mic. मेरो जर्नीमा दामी हेल्प गरेछ, हैन. तर यसले पनि मलाई त्यो क्या मैले चाहेको जस्तो दिएन. Then like मैले सोचेको थिएँ लाइक त्यो माइक त रन एन्ड गन भइगयो, लाइक त्यो क्यामेरामा डाइरेक्ट अट्याच गरेर. सो मैले अर्को सोचेको थिएँ कि लाइक मेरो लाइक स्टुडियोमा बसेर है एउटा माइक्रोफोन चाहिएको छ भनेर. द्याट्स वाइ आई हेभ बट के अरे दिस के भन्छ, दिस इज कन्डेन्सनर माइक. यसको लागि इन्टरफेस अलग्गै चाहिन्छ, बट मलाई यसले पनि दिएन क्या. अनि यस इभनली यस्तो माइक त यस सबैले देखेकै होला, हैन. लेट मी के अरे यस्तो तार भएको माइक, हैन, यस्तो तार भएको माइक. यस्तो माइकमा त कोही बेला क्या आफै पनि अल्झिन्छ, तर यस्तो माइक्रोफोन चाहिँ दामी हुन्छ नि, लेपल माइक, हेलो खालके, हैन. सो बेसिकली मैले यो देखाउनुको रिजन चाहिँ के थियो भन्दाखेरि चाहिँ मैले डिफ्रेन्ट माइक्सहरू युज गरेँ, डिफ्रेन्ट माइक सिस्टम्सहरू युज गरेँ क्या. तर फाइनली आई गट द वान विच इज नम्बर 1 त गुड फर माई बजेट, नम्बर 2 त इट्स भेरी रिलायबल, हैन, रन एन्ड गन, हैन. नम्बर 3 आई क्यान युज दिस माइक्रोफोन एभ्रिवेयर. इभन समटाइम्स आई निड अ क्यारोके, हैन, यसलाई जस्ट क्यारोके जस्तो प्लग इन गरेर अन्त लाइक लाउँदा पनि भइहाल्छ क्या. यस गाइस, आई एम टकिङ अबाउट दिस DJI Mic Mini, हैन, विच इज अ रियली गुड माइक मेरो करियरको लागि, हैन. अन्त आई हेभ रिसेन्टली यो माइक चाहिँ बेसिकली मेरो केमा काम लाग्यो भन्दाखेरि चाहिँ युट्युब भिडियो लाइक टकिङ हेड भिडियो लाइक दिस, जस्तै कि अहिले मैले मेरो यसमा माइक लगाइरहेको छु, हैन. यु गाइज क्यान सी मलाई के यो तारको झन्झटै छैन क्या. सो आई क्यान टक आउट अफ द फ्रेम, हैन. फ्रेमको बाहिर गएर पनि म बोल्दा हुन्छ, घर बाहिर गएर पनि गएर बोल्दा हुन्छ, हैन. सो यो माइकको रेन्ज चाहिँ कति हो भन्दाखेरि चाहिँ ओ सरी गाइस, मैले यो भिडियो बनाउनु अगाडि होमवर्कै गरेन. सो लेट मी सी गाइस, DJI Mic Mini range RANGE range. Okay, DJI Mic Mini, what is the range of? Okay, DJI has officially shared that DJI Mic Mini को transmission range say 400 meters हो. Like 400 meter guys, really awesome क्या. तपाईँ ग्राउन्डको एउटा साइड, सानो ग्राउन्डको एउटा साइड बसेर अर्को साइडमा क्यामेरामा लगाइदिएर पनि यु क्यान रिकर्ड यर अडियो विथ डाइरेक्टली इन यर क्यामेरा. सो तपाईँको लागि अलग्गै इन्टरफेस या फिर अलग्गै रिकर्डिङ डिभाइस किन्ने त झन्झट पनि भएन, या फिर यस्तो मेसी तारहरूको पनि झन्झट पनि भएन क्या. अन्त आई हेभ गट दिस भेरी क्युट पाउच, हैन, राख्नुको लागि. अनि यो DJI को केस तपाईँले यसलाई चार्ज एकताल गर्नुभयो भने डेफिनेटली इट क्यान गो थ्रु मन्थ्स. मैले किनेकोदेखि खालि एकताल मात्रै यसलाई चार्ज गरेको छु. अन्त यो डिब्बाले नै उल्टा माइक्रोफोन र ट्रान्समिटरलाई चार्ज गर्छ. इट्स सो कुल राइट. अन्त लाइक तपाईँले यो बक्सको भित्र चाहिँ के पाउनुहुन्छ भनेर चाहिँ आई विल जस्ट सो यु, हैन. अनि यस, अनि यसको जस्तै बट्टामा यहाँनिर के लेखेको छ भन्दाखेरि चाहिँ एउटा सिंगल माइक्रोफोनको, हैन, सिंगल माइक्रोफोनको वेट चाहिँ तपाईँको 10 ग्राम हुन्छ. अन्त यो 10 ग्राम छ भने चाहिँ लाइक हामीले माइक कलर्सहरुमा यस्तोमा लायो भने क्या यो सर्ट्सहरु झुन्डिँदैन. फेसनलाई पनि क्या ध्यानमा राखेको छ DJI ले.
अन्त अर्को भनेको छ हाईएस्ट क्वालिटी अडियो विथ स्टेबल ट्रान्समिसन्स मतलब हाईएस्ट क्वालिटी अडियो हैन तपाईले मेरो सुन्नु भइरहेको होला हाईएस्ट क्वालिटी सुन्दैछ ओके हाईएस्ट क्वालिटी अन्त नम्बर 3 मा यो बट्टाले भन्दैछ 48 आवर्स अपरेसन भन्दैछ तर टु बी भेरी अनेस्ट गाइस 48 आवर भन्दाखेरि पनि मैले बेसी ब्याट्री लाइफ पाएको जस्तो फिल भइरहेछ किनभने यो मैले माइक किनेको लाइक 2 मन्थ्स जस्तो भइसक्यो अन्त मैले 2 मन्थ्समा चाहिँ खाली एक ताल मात्रै चार्ज गरेको छु है तर यस मैले त्यस्तो लामो भिडियो त बनाएको छैन अन्त यो क्या तपाईले एक ताल यो बट्टालाई चार्ज गर्नुहुन्छ यसले अटोमेटिकली फेरि आफै चार्ज गरिदिन्छ नि त यहाँ देख्नु भयो होला अझै पनि मैले एक ताल चार्ज गरेको हैन यहाँनिर लाइट बलेको देख्छ अहिले सो ल यहाँनिर देख्नु भयो होला यहाँ अझै ब्याट्री फुलै छ सो इजी अनि अर्को DJI ले भनेको रहेछ DJI अडियो डाइरेक्ट कनेक्ट टु द प्रिमियम साउन्ड क्वालिटी मतलब लाइक यो DJI को जति पनि प्रडक्ट्सहरु किन्नुहुन्छ नि लाइक DJI को GoPro भयो DJI को Osmo पकेटहरु भयो हैन सो यु डोन्ट नीड टु वरी अबाउट त्यो तारको झमेलाहरु क्या त्यो अटोमेटिकली कनेक्ट भइहाल्छ रे यो के रे 2 लेभल एक्टिभ नोइज क्यान्सलेसन्स भन्दैछ अनि तपाईले यो ट्राफिकमा जाँदा हैन बाहिरनिर क्राउडहरुको साउन्डहरु सुन्दाखेरि पनि लाइक हुन्छ नि तपाईको नोइज क्यान्सलेसन्स पनि भइहाल्छ सो त्यसलाई म रेप्लिकेट गर्नको लागि चाहिँ म मेरो कम्प्युटरमा साउन्ड खोल्छु है युट्युबबाट लाइक क्राउडको अनि नोइज क्यान्सलेसन्स गरेर देखाउँछु सुन्नु भइरहेको छ नि है यो चाहिँ ट्राफिकको साउन्ड हो अनि आई विल जस्ट turn on this noise cancellation okay so guys I have turned on my noise cancellation अनि पछाडीबाट ट्राफिकको साउन्ड पनि आइरहेको छ हैन I don't know like कसरी यसले नोइज क्यान्सल गरिरहेको छ but I think result must be okay होला like दामी होला I'll just turn off this okay guys मैले नोइज क्यान्सलेसन अब अफ गरिदिने यहाँ टक्कै थिचेर यो नोइज क्यान्सलेसन अन र अफ गर्नु पनि इट्स भेरी सिम्पल क्या यु जस्ट निड टु क्लिक वान बटन टक्कै टेक्नोलोजी सो सिम्पल अनि यस गाइस तपाईले अब सुन्नुभयो होला हैन बिफोर एन्ड आफ्टर अनि तपाईले इन द बक्स पाउनु हुँदैछ रिसिभर ट्रान्समिटर रिसिभर भनेको चाहिँ जुन चाहिँ मेरो क्यामेरामा कनेक्ट हुन्छ अनि ट्रान्समिटर भनेको चाहिँ या दिस माइक्रोफोन इटसेल्फ अनि चार्जिङ केस हैन चार्जिङ केस अनि यो क्यारी पाउच चार्जिङ केस भएको चार्जिङ केस भनेको यो हैन चार्जिङ केस अनि पाउच अनि यस क्लिप माइक जस्तै कि यहाँनिर तपाईले देख्नुहुन्छ नि यहाँनिर म्याग्नेट छ नि त हैन यो म्याग्नेट क्लिप हैन अनि तपाईको मोबाइल फोनको लागि एडाप्टर जुन चाहिँ कि मोबाइल फोन्सहरुको लागि चाहिँ लाइक यो USB-C टाइपको यो तपाईले एडाप्टर टाइपको पाउनु भइहाल्छ लेट मी सो यु यस्तो टाइपको फोकस भयो कि भएन ओके यस्तो टाइपको है यस्तो टाइपको मोबाइलको लागि हैन त्यही अब तपाईले डाइरेक्ट तार लगाउने झन्झट भएन नि त हैन मोबाइल फोनको लागि एडाप्टर पनि पाउनु भइहाल्छ अनि क्यामेराको लागि अक्स केबल अक्स जुन चाहिँ लाइक क्यामेरामा जोइन भइहाल्छ अनि यसको चाहिँ लाइक तपाईले सोनी क्यामेराजहरुको लागि चाहिँ यसको मुनि आफ्नै एडाप्टर हुन्छ क्या जुन चाहिँ तपाईको डाइरेक्ट मुनि जान्छ अनि तपाईको त्यो डाइरेक्ट जान्छ अनि तपाईले चार्जिङको केबल पनि पाउनुहुन्छ चार्जिङ केबल सो ओके गाइस आई विल जस्ट मैले त यो फर्स्टमै ओपन गरिसकेको तर भए पनि आई विल सो यु गाइस व्हाट इनसाइड द बक्स भनेर सो ओके गाइस बक्सको भित्र चाहिँ लाइक के हुन्छ भनेर चाहिँ आई विल सो यु हैन तर मैले लाइक अलरेडी अनबक्स गरिसकेको छु तर भए पनि यो चाहिँ बक्स छ अनि बक्सको भित्र चाहिँ लाइक यस यो प्याकेज पाउनुहुन्छ यो प्याकेजमा चाहिँ तपाईको के हुन्छ भन्दाखेरि चाहिँ लाइक यो ब्याग हुन्छ क्या अनि यो ब्याग हुन्छ DJI को ब्रान्डिङ भएको मजाको DJI को ब्रान्डिङ भएको ब्याग अनि लाइक यो बक्सको भित्र अझै अरु के हुन्छ भन्दाखेरि चाहिँ स्टिकर्स हैन लाइक DJI को स्टिकर्स अनि म्यानुअल बुक जुन चाहिँ कोले पनि पढ्दैन अनि त्यो हुन्छ अनि मेन कुरा कस्तो हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर तपाईले यो ब्यागमा चाहिँ पाउनु हुँदैछ यस यो मेन कुरा DJI को अनि लाइक यहाँनिर तपाईले पाउनु हुन्छ वायर्स हैन यस्तो टाइपको वायर्स
अक्स वायर्स हैन अनि यस एक्स्ट्रा यो यसलाई भन्छ डेड क्याट समथिङ के भन्छ एक्स्ट्रा अनि चाहिँ तपाईको यस दामी हुन्छ मस डेड क्याट है यो चाहिँ तपाईको विन्डलाई काट्छ नि त यसले चाहिँ अन्त त्यो हुन्छ अनि यसको भित्र चाहिँ तपाईले पाउनुहुन्छ 3टा स्लट तपाईको एउटा RX जुन चाहिँ मेरो क्यामेरामा लागिरहेको छ अन्त अर्को चाहिँ TX यो चाहिँ तपाईको माइक है माइक चाहिँ दामी देखिन्छ नि त यो चाहिँ तपाईको माइक हैन यति नै हुन्छ बक्सको भित्र चाहिँ अनि लाइक मलाई चाहिँ यो अराउन्ड तपाईको कति 15,000 जस्तो परेको थियो अनि लाइक अहिले त तपाईको घट्यो पनि होला किनभने मैले निकै 1-2 महिना भइसक्यो अगाडि किनेको बा अहिले दशहरा अफरहरुमा अलिक तपाईले सस्तोमा पनि पाउन सक्नुहुन्छ होला guys this much for today and if you guys like this video please definitely give the thumbs up हैन अनि तपाईहरुलाई पनि यो प्रोडक्ट राम्रो लाग्यो भने चाहिँ I suggest you you have this किनभने तपाईले यो लिनु भयो भने चाहिँ तपाईको सबै कुरामा दिइहाल्छ के अनि लाइक मैले त यो वेडिङ्सहरुमा पनि ट्राई गरे नि त मलाई दामी लाग्यो यो प्रोडक्ट यो थम्बनेलको लागि खिच्दिहालौँ एउटा